तिमीहरू दाम तिरेर किनिएका जनहरू हौ। तिमीहरू दाम तिरेर किनिएका जनहरू हौ। आफ्नो शरीरमा र आत्मामा परमेश्वरको महिमा गर। आफ्नो शरीरमा र आत्मामा परमेश्वरको महिमा गर। थाहा छैन तिमीहरूलाई ख्रीष्टको अङ्गहरू हुन् तिमीहरूको शरीर। के यो थाहा छैन तिमीहरूलाई ख्रीष्टको अङ्गहरू हुन् तिमीहरूको शरीर। यसर्थ ख्रीष्टको अङ्गहरूलाई अशुद्धताको निम्ति नसुम्पौँ। ख्रीष्टलाई मन पर्ने चोखो पवित्र बलिदानको रूपमा चढाऊ। तिमीहरू यो थाहा छैन तिमीहरूलाई तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर। के यो थाहा छैन तिमीहरूलाई तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर। यसैले सब प्रकारको चालचलनमा पवित्र निष्कलङ्क बनी सधैँ पवित्रताको पछि लाग। नयाँ मानिसलाई धारण गर। तिमीहरू यो थाहा छैन तिमीहरूलाई अधर्मीहरू स्वर्गीय राजको हकदार हुँदैन। के यो थाहा छैन तिमीहरूलाई अधर्मीहरू स्वर्गीय राजको हकदार हुँदैन। यसकारण पापबाट अलग रही ख्रीष्टको वचनको प्रकाशमा हिँड। धोएका पवित्र पारिएका छौ यसु नाउँद्वारा धर्मी ठहरेका छौ। तिमीहरू दाम तिरेर किनिएका जनहरू हौ। तिमीहरू दाम